साथीहरू, तपाईहरुलाई गोल्ड लोन कति पाइन्छ, गोल्ड लोन लिन के डकुमेन्ट चाहिन्छ, गोल्ड लोनको इन्ट्रेस्ट कसरी पेमेन्ट गर्नुपर्ने हुन्छ, सबैको जानकारी छैन भने आउनुस् आज म यो सबै जानकारी तपाईहरुलाई दिइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। गोल्ड लोन के हो भन्दाखेरि तपाईसँग भएको गोल्डलाई धितो राखेर त्यो बापतको पैसा लोन निकाल्ने हो। र यो चाहिँ ब्याङ्कहरुको सर्ट टर्म फाइनान्सिङ अन्तर्गत पर्छ भनेको गोल्ड लोन चाहिँ सर्ट टर्म लोन हो। छोटो समयको लागि कर्जा प्रवाह गर्ने एउटा माध्यम भनेको गोल्ड लोन हो। अब ब्याङ्कहरुले गोल्ड लोन कति टाइपले दिइरहेको हुन्छ भन्दाखेरि डिमान्ड लोन फ्यासिलिटी वा आधारको एउटा हुन्छ। त्यो चाहिँ कस्तो भन्दाखेरि तपाईले लोन अप्लाई गरिसकेपछि ब्याङ्कले तपाईहरुलाई लोन चाहिँ प्रवाह गर्छ र त्यसको रिपेमेन्ट तपाईले इएमआई आधारमा गर्दा पनि भयो, इक्वल मन्थली इन्स्टलमेन्टको आधारमा गर्दा नि भयो, हैन भने तपाईले एज अ एन्ड अफ द पिरियड अफ लोन बुलेट पेमेन्ट एकै लम्पसममा बुलेट पेमेन्ट गर्दा पनि हुन्छ। अनि अर्को दिने भने चाहिँ तपाईलाई ओभरड्राफ्ट फ्यासिलिटी आधारमा लोन प्रवाह गरेर हुन्छ। ओभरड्राफ्ट फ्यासिलिटी भने के हो भन्दाखेरि तपाईलाई लोन स्याङ्सन हुन्छ। त्यो स्याङ्सन भएको लोनबाट तपाईलाई कति चाहिएको छ त्यो मात्र तपाईले प्रयोग गर्नुहुन्छ र जति तपाईले लोन त्यो अमाउन्ट युज गर्नुहुन्छ त्यो अमाउन्टको मात्र इन्ट्रेस्ट पेमेन्ट गर्नुहुन्छ। यो चाहिँ ओभरड्राफ्ट फ्यासिलिटी प्रोभाइड गरेर दिएको गोल्ड लोन हो है। अनि कति पाउनुहुन्छ त तपाईले गोल्ड लोन भन्दाखेरि एलटिभी लोन टु भ्यालु रेसियो भन्छ। त्यो चाहिँ तपाईको 70 देखि 80% रहेको छ। 70% चाहिँ तपाईको ज्वेलरी अर्नामेन्ट्सहरुमा छ भनेदेखि 80% चाहिँ तपाईको गोल्ड बार्स र गोल्ड कोइनहरु हुन्छ नि, यिनीहरुमा चाहिँ तपाईको 80% दिन्छ। 80% र 70% भनेको के हो भन्दाखेरि तपाईको अप्रेज्ड भ्यालुको 70 र 80%। एप्रेज्ड भ्यालु चाहिँ नि के हो भन्दाखेरि तपाईको ब्याङ्कहरुले गोल्ड टेस्टर राखेको हुन्छ। ब्याङ्कहरुले तपाईको गोल्डको वेट र प्योरिटी दुईटै चेक गर्छ र आजको मार्केट भ्यालु डिटरमाइन गर्छ उनीहरुले। त्यो डिटरमाइन गरेको जुन भ्यालु छ मार्केट भ्यालु, त्यसको आधारमा तपाईलाई लोन प्रवाह गर्छ र जुन त्यो डिटरमाइन भएको भ्यालु छ त्यसलाई चाहिँ नि अप्रेज्ड भ्यालु भनिन्छ। अब लोन टु भ्यालु रेशियो को बारेमा तपाईले अलि बुझ्नु भएको छैन भने मैले होम लोनको भिडियो बनाएको छु। होम लोनको भिडियो बनाउने क्रममा मैले लोन टु भ्यालु रेशियोको बारेमा राम्रोसँग एक्सप्लेन गरेको छु। त्यो भिडियो म तपाईको डिस्क्रिप्सनको लिंकमा राखिदिन्छु, गएर चेक गर्नु होला। अब इन्ट्रेस्ट रेट कसरी लिन्छ त गोल्ड लोनमा भन्दाखेरि तपाईको फ्लोटिङ रेट हुन्छ। फ्लोटिङ रेट भनेको के हो भन्दाखेरि बेस रेट प्लस प्रिमियम एड गरेर ब्याङ्कहरुले इन्ट्रेस्ट लिइरहेको हुन्छ र बेस रेट र प्रिमियम टाइम एन्ड अगेन चेन्ज भएर हुन्छ। बेस रेट चेन्ज हुन्छ, त्यो चाहिँ नेपाल राष्ट्र ब्याङ्कले दिने रेट हो र नेपाल राष्ट्र ब्याङ्कले टाइम एन्ड अगेन बेस रेट पनि चेन्ज गर्छ। त्यो बेस रेट चेन्ज भएको आधारमा प्रिमियम पनि रेट पनि चेन्ज गरिरहेको हुन्छ ब्याङ्क तथा फाइनान्शियल इन्स्टिट्युसनले। र यो दुईटै टाइम एन्ड अगेन चेन्ज भइरहने कारणले यसलाई चाहिँ नि फ्लोटिङ इन्ट्रेस्ट रेट पनि भनिन्छ। अहिलेको सिनारियोमा तपाईको बेस रेट चाहिँ अराउन्ड 8% र प्रिमियम चाहिँ 2 देखि 4% सम्म ब्याङ्कहरुले एड गरिरहेको देखिन्छ। के डकुमेन्ट चाहिन्छ भन्ने क्रममा चाहिँ तपाईको अकाउन्ट कम्पल्सरी छ। इन केस अकाउन्ट नभएको ब्याङ्कबाट गर्दै हुनुहुन्छ भने पनि पहिला तपाईले अकाउन्ट खोल्नै पर्ने हुन्छ। साथै तपाईको नागरिकता चाहियो र एटलिस्ट 2टा फोटो चाहियो र भरसक तपाईको इन्कम स्टेटमेन्ट चाहियो। सोर्स किनकि सोर्स खोलाउनु पर्ने हुन्छ। ब्याङ्क तथा वित्तीय संस्थाले कहिले पनि तपाईको कोल्याटरल राखेको गोल्डलाई बेचेर आफ्नो लोन उठाउँछु भन्ने हेतु हुँदैन, त्यो ध्येय हुँदैन। त्यही भएर तपाईको इन्कम सोर्स पनि खोलाउनु पर्ने हुन्छ। अब कतिसम्म टाइम लाग्छ भने यसको प्रोसेसिङ टाइम भनेको तपाईको 1 देखि 2 दिन हो। यो एकदम छिटो छरितो सर्ट सेक्युर लोन हो। त्यही भएर तपाईको 1 देखि 2 दिन छोटो समयमा नै लोन पास हुन्छ। साथै कुनै ब्याङ्कहरुले 1 घण्टा 2 घण्टामा पनि यो लोन स्याङ्सन गराइदिन्छौँ भनेर पनि स्किमहरु ल्याइरहेको देखिएको थियो। र अहिले तपाईहरुको गोल्डको भाउ भनेको एकदम आकाशिएको टाइम छ है। तपाईले पहिला थोरै अमाउन्टमा किनेको गोल्डको भाउ हुन सक्छ, अहिले धेरै भइसक्यो हुन सक्छ। यस्तो टाइममा तपाईलाई सर्ट टर्मको लागि केही पैसा जरुरी भयो भने त्यो गोल्ड बेचेपछि त सम्पत्ति तपाईको सकियो, एसेट्स त गयो नि त। अनि फ्युचरमा अझै इन्क्रिमेन्ट भयो भने त्यो इन्क्रिमेन्ट त तपाईको लस हुन्छ। हो त्यो इन्क्रिमेन्ट लस पनि नहोस् र आफ्नो एसेट्स आफूसँगै होस्, तर आफूलाई अब सर्ट टर्मलाई पैसा चाहिएको छ भने त्यो खाँचो पनि त्यो गर्जो पनि टरोस् भन्ने हिसाबले चाहिँ
गोल्ड लोन लिएर प्रयोग गर्दा एकदम उत्तम एकदम राम्रो हुने देखिन्छ। बाँकी तपाईँहरूलाई गोल्ड लोन सम्बन्धी केही क्वेसनहरू छ भने अवश्य नै सोध्न सक्नुहुन्छ, कमेन्टमा सोध्नु होला। म आफूले जाने बुझेको र हाम्रो नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको डिरेक्टिभ्स र नेपालको कानुनले दिएसम्मको जानकारी म तपाईँहरूलाई प्रोभाइड गर्नेछु। मलाई थाहा भएसम्मको सम्पूर्ण जानकारी प्रोभाइड गर्नेछु। र यस्तो भिडियोहरू तपाईँहरूलाई मनपर्छ भनेदेखि मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।